गोबर र आलुको गठबन्धनलाई हराएर आएको जुम्ली जनताको बहुमतले म निर्वाचित भएर आएको। मैले राजीनामा किन दिने? म मान्छे 8 वर्ष 9 वर्षका बच्चा बच्चीको घाँटी काटेर आएको हो, गुड्दै गरेका बसमा बम हानेर मारेको हो, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मारेको हो, आज जात जाति धर्म वेशभूषाका नाममा हिंसा गर्दै आएको हो। मैले राजीनामा केका लागि दिने? राजीनामा के आधार र कुन अवस्थामा राजीनामा दिने? सत्ता तिम्रै छ, शक्ति तिम्रै छ, जति दबाउन सक्छौ दबाओ, एक दिन उड्नेछन् भन्ने छन् र भ्रष्टाचारी देशद्रोहीलाई संसदबाट मात्र होइन यो देशबाटै भगाओ, यो देशबाटै भगाओ। अब अलिकति ज्ञान छ भने पढ्ने गर्नु पर्यो, संविधान पढेर आएर बोल्न पर्यो। पढ्न आउँदैन भने हामीसँग सिकाइ माग्न पर्यो। वाक स्वतन्त्रता छ, उनीहरूले बोल्न पाउने पूर्ण अधिकार छ। त्यो अधिकार बोल्यो भन्दैमा राजीनामा माग्न पाइँदैन। अहिले भर्खरै संसदमा म नियापत्ति राख्न चाहन्छु कि अहिले जसरी बहसमा शब्दहरू प्रयोग भएका छन् त्यो सम्माननीय सभामुख महोदय, मैले भने घाँटी रेट्ने कुरा जसरी आएका छन् यो संसदीय अभ्यास अनुसार छैनन्। म यसको नियमावली गर्न चाहन्छु। एउटा गरिमामय सांसदमा एउटा सांसद बोलिरहँदा राज्य पक्षमा बसेको सांसदले तुरन्त नियमावली, त्यो म एरेस्ट भएर आउँदा पनि उहाँले यसरी नै गर्नुभएको थियो र अहिले पनि गर्दै हुनुहुन्छ। यो गर्न पाइँदैन सभामुख महोदय। त्यही भएर भन्छु नियमावली पढौँ। मैले अहिले पनि भनेको छु, कुनै व्यक्तिले गरे भनेको छैन, मैले गरेको होइन भनेको छु। मैले गुड्दै गरेको बममा बम पट्काएर मान्छे मारेर आएको होइन। कसै कुनै अमुक व्यक्तिले राजीनामा माग्न पाउँदैन। सम्माननीय सभामुख महोदय, फरक विचार र फरक धारणा राख्ने मान्छे नेपालमै नबस्दै हुन्थ्यो भने के तपाईँ भोलि यहाँ सांसदलाई यो गणतन्त्रमा बनाया होइन, त्यही भएर तपाईँहरू यहाँ नबस्नुहोस् भन्न पाइन्छ? नेपाल भन्ने देशको एकीकरण, नेपाल भन्ने देश राजा र जनता मिलेर बनाएको हो। के आज गणतन्त्र मान्ने साथीहरूलाई यहाँ नबस भन्न पाइन्छ? चुनावमा तपाईँको यो व्यवस्था खारेज गर्छौँ भनेर गएको हो। फरक विचारको पनि सम्मान गर्न सकौँ। माननीय सभामुख महोदय, हामी नेपालको संविधान 2072, यो संविधान नयाँ मात्रै होइन, यस्ता संविधान धेरै पटक नेपालमा आएका हुन्। नेपालको संविधान 2072 को धारा 274ले स्पष्ट कुरा के भन्छ भने यो देशमा यो व्यवस्था चाहिने वा नचाहिने भन्ने कुरा पनि संशोधन गर्न पाइन्छ। यो कुरा स्पष्ट भनिएको छ। अर्को, नेपालको संविधान धारा 87ले के भन्छ भने संसदको राजीनामा के आधारमा हुन्छ भन्ने कुरा स्पष्ट धारा 87 मा लेखेको छ। संसदको राजीनामा कसैले विचार मिल्दैन भन्दैमा कोही व्यक्ति अमुक मान्छेले माग्न पाइँदैन, त्यो उसको अधिकार पनि होइन। अब अलिकति ज्ञान छ भने पढ्ने गर्नु पर्यो, संविधान पढेर आएर बोल्न पर्यो। पढ्न आउँदैन भने हामीसँग सिकाइ माग्न पर्यो। यो स्पष्ट कुरा हो। अर्को म यहाँ देखाउन चाहन्छु, नेपालको संविधानको धारा 103ले विशेष अधिकारले स्पष्ट के अधिकार दिएको छ भने नेपालको संविधानभित्रका कुनै पनि सांसदहरूले स्पष्ट रूपमा वाक स्वतन्त्रता छ, उनीहरूले बोल्न पाउने पूर्ण अधिकार छ। त्यो अधिकार बोल्यो भन्दैमा राजीनामा माग्न पाइँदैन। अर्को एउटा धारा छ सम्माननीय सभामुख महोदय, संसदको नियमावली 2079 को नियम 21 मा यो देशको यो व्यवस्था मान्ने कि नमान्ने भन्ने कुरा असंसदीय हुँदैन, यो संसदीय हो। अब रह्यो अर्को कुरा मेरो राजीनामाको। म जनताबाट निर्वाचित गएर जुम्लाका दाजुभाइले आशीर्वाद दिएर पठाएको हो। मैले राजीनामा किन दिने? म मान्छे 8 वर्ष 9 वर्षका बच्चा बच्चीको घाँटी काटेर आएको हो। मैले राजीनामा किन दिने? गुड्दै गरेका बसमा बम हानेर मारेको हो। मैले राजीनामा किन दिने? नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मारेको हो। मैले राजीनामा केका लागि दिने? आज जात जाति धर्म वेशभूषाका नाममा हिंसा गर्दै आएको हो। मैले राजीनामा के आधार र कुन अवस्थामा राजीनामा दिने? सम्माननीय सभामुख महोदय, एकछिन म उहाँलाई टाइम दिन्छु। मान्य सदस्य के भन्न चाहनुहुन्छ? सम्माननीय सभामुखज्यू, अहिले भर्खरै संसदमा म नियापत्ति राख्न चाहन्छु कि अहिले जसरी बहसमा शब्दहरू प्रयोग भएका छन् त्यो सम्माननीय सभामुख महोदय, मैले भनेको छु, मैले घाँटी रेट्ने कुरा जसरी आएका छन् यो संसदीय अभ्यास अनुसार छैनन्। म यसको नियमावली गर्न चाहन्छु। मान्य सदस्य भन्नुहोस्, के विषयमा नियमावली? नियमावली के हो भने
एउटा गरिमामय सांसदमा एउटा सांसद बोलिरहँदा राज्य पक्षमा बसेको सांसदले तुरुन्त नियमापत्ति त्यो म एरेस्ट भएर आउँदा पनि उहाँले यसरी नै गर्नुभएको थियो र अहिले पनि गर्दै हुनुहुन्छ। यो गर्न पाइँदैन सभामुख महोदय। सम्माननीय सभामुख महोदय, त्यही भएर भन्छु नियमावली पढौँ। मैले अहिले पनि भनेको छु, कुनै व्यक्तिले गरे भनेको छैन, मैले गरेको होइन भनेको छु। मैले गुड्दै गरेको बममा बम पट्काएर मान्छे मारेर आएको होइन। नेपाली जनताको सेवा गरेर, जुम्ली जनता दाजुभाइको आशीर्वाद थापेर, गोबर र आलुको गठबन्धनलाई हराएर आएको जुम्ली जनताको बहुमतले म निर्वाचित भएर आएको। कसै कुनै अमुक व्यक्तिले राजीनामा माग्न पाउँदैन सम्माननीय सभामुख महोदय। अब रह्यो अर्को कुरा, व्यवस्थाको कुरा। यहाँ त यस्तो भाष्यको निर्माण गरिँदैछ कि फरक विचार र फरक धारणा राख्ने मान्छे नेपालमै नबस्दै हुन्थ्यो भन्ने। त्यसो हो भने सम्माननीय सभामुख महोदय, यो अहिले जानेर म उभिएको छु, जानेर हाम्रा यति धेरै माननीय जीवहरू बस्नुभएको छ। यो राजा वीरेन्द्र सरकारको पालामा बनेको संसद भवन यो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र हो। के तपाईँ भोलि यहाँ सांसदलाई यो गणतन्त्रमा बनाया होइन? त्यही भएर तपाईँहरू यहाँ नबस्नुहोस् भन्न पाइन्छ? नेपाल भन्ने देशको एकीकरण, नेपाल भन्ने देश राजा र जनता मिलेर बनाएको हो। के आज गणतन्त्र मान्ने साथीहरूलाई यहाँ नबस भन्न पाइन्छ? त्यही भएर सम्माननीय सभामुख महोदय, यो देशमा फरक धारणा राख्न पाइन्छ, फरक विचार राख्न पाइन्छ र नेपालका जनताले हामी जनतासँग चुनावमा तपाईँको यो व्यवस्था खारेज गर्छौँ भनेर गएको हो, जनताले बहुमत दिएर जिताएको हो। यो कुरा याद राख्न पर्यो। र सम्माननीय सभामुख महोदय, आज म भन्न चाहन्छु, आज निषेधाज्ञाको राजनीतिकले मुलुकलाई कहीँ पनि पुर्याउन सक्दैन। फरक विचार र फरक धारणाको सम्मान गर्न सक्नुपर्छ। यदि फरक विचार र फरक धारणाको सम्मान गर्न नसक्ने मान्छे नेपालको संसदमा संसदीय मर्यादाक्रमभित्र पर्दैन सम्माननीय सभामुख महोदय। त्यो भएको हुनाले म अलिकति 1 मिनट मात्र थपे सम्माननीय सभामुख महोदय। आज मुलुक, आज देश जर्जर अवस्थामा छ। आज यो देश पुरै तपाईँको विश्वको सबभन्दा गरिब मुलुकभित्र पर्छ हाम्रो एसियाको। आज यो अवस्थामा पुर्याउँदै गर्दा, आज यो अवस्थामा पुगेन, यसलाई तपाईँको व्यवस्था परिवर्तन गरौँ भन्दाखेरि संसदमा बोल्न नदिने, राजीनामा माग्ने भन्ने कुरा पटक्कै संसदीय होइन। त्यो भएको हुनाले सम्माननीय सभामुख महोदयलाई भन्दा जाँदै भन्न चाहन्छु, सबैले एकपटक फरक विचारको पनि सम्मान गर्न सकौँ। यदि त्यो सम्मान गर्न सक्दैनौँ भने यो प्रजातन्त्र पनि हुन सक्दैन, यो लोकतन्त्र पनि हुन सक्दैन। हस्, धन्यवाद। माननीय डाक्टर अमरेश कुमार सिंह, समय 5 मिनट। सम्मानीय सभामुख महोदय, वास्तवमा सरकारको चौतर्फी आलोचना गर्दा पनि कम हुन्छ। भर्खर एकछिन अगाडि राज्य व्यवस्था समितिको सभापतिजीले पनि कुरा उठाउनु भएको थियो। त्यो कुरालाई म समर्थन गर्दै केही कुरा राख्न चाहन्छु कि सरकारले कृषिलाई अगाडि बढाउनु नखोजेको, कृषिलाई बढाउन खोजेको भए आज किसानले आफ्नो दुध सडकमा फाल्न बाध्य हुन्थेन। एकातिर हामी विदेशबाट उत्पादित चिज, बटर हामी खान्छौँ, तर एकातिर हाम्रो देशमा जुन किसानले उत्पादन गरेको दुध छ सरकार किने पनि पैसा दिँदैन। हरेक क्षेत्रमा सरकारले बिचौलिया लगाएको छ। कृषि मन्त्रालयको काम के? न समयमा मल दिने, न बिउ दिने, न किसानको उत्पादन किनिदिने र सरकारी दुग्ध विकास संस्थान कर्मचारी पाल्ने र मन्त्रालयको खर्च जो हो गर्ने मात्र एउटा अड्डा भएको छ। त्यो तरिकाले यो देशमा पलायन नहुने त कुन देशमा पलायन हुने? यो देशबाट किसान पलायन भइरहेछ। शिक्षाको राजनीतिकरण भएर विद्यार्थी पलायन भइरहेछ। आफ्नो कार्यकर्ताको भर्तीको लागि 17वटा विश्वविद्यालय त बनाइयो, तर एउटा पनि विश्वविद्यालय सेन्टर अफ एक्सिलेन्स छैन। एउटा पनि विश्वविद्यालय 1 देखि 1000 को बीचमा पनि विश्व र्याङ्किङमा छैन। त्यत्रो कम स्तरमा हरेक साल गुणस्तरीय मात्र मन्त्रीहरूजीको स्तर बढिरहेको छ। उहाँहरूको गाडी, उहाँको सुविधा, उहाँको अन्य कुरामा खर्च कटौती हुँदैन। एकातिर प्रशासनिक खर्च बढ्दै सगरमाथा पुगिरहेको छ, तर पुँजीगत खर्च घट्दै गइरहेछ, विकास खर्च घट्दै गइरहेछ। विकासको नाउँमा सरकारले विदेशीबाट लिएको केही योजना छ, त्यसले मात्र गरिरहेछ। नयाँ योजना कहीँ पनि काम भइरहेको छैन। विगतको जुन योजना थियो
त्यो योजनामा पनि सरकारले पैसा राखेका छैन या काम भएको निर्माण व्यवसायलाई पेमेन्ट पनि गर्न सकिरहेको छैन। सरकार ठुला भन्छ कि हाम्रो आर्थिक स्थिति सुध्रियो। आर्थिक सुध्रियो भने किन दिनका दिन सटर बन्द भइरहेछ, किन दिनका दिन व्यापारी पलायन भइरहेछ, किन दिनका दिन किसान मार्कामा पाएर खेत बाँझो भइरहेछ। म केही जिल्लामा गएको थिएँ, किसान खेती लायक गर्न छैन किनकि उसको आर्थिक स्थिति यति खराब छ कि उसलाई मल किन्ने, बिउ किन्ने, हरेक कुरा ब्ल्याकमा किनेर सक्दैन। किसानले उखुको उत्पादन गर्छ, चिनी मिलले उखु लिन्छ तर समयमा पेमेन्ट गर्दैन। मेरै जिल्लामा 3टा उखु मिल छ। त्यसकारणले या त कृषि मन्त्रालय खारिज गरौँ, कृषि मन्त्रालयमा जुन अर्बको बजेट छ डाइरेक्ट किसानको खातामा पठाउँ। त्यो कृषि मन्त्रालयको कर्मचारी पालेर, मन्त्री पालेर यो देश चल्दैन। किनभने अहिले सरकार आफैमा समस्याग्रस्त छ, सरकार दिशाहीनताको अवस्थामा छ। सरकार आफै आयोग बनाउँछ, प्रतिवेदन आउँछ, प्रतिवेदनमा मन्त्रीलाई दोषी ठहरिन्छ, मिडिया सञ्चार माध्यममा बन्छ, संसदमा कुरा उठ्छ, तर सरकारले के गर्नुपर्ने त्यति नैतिकता पनि छैन। सरकारका मन्त्री अख्तियारमा झन्डा हल्लाएर बयान दिन जान्छ तर सरकार भन्छ कि हामी सुशासनको लागि लागेका छौँ। जब मन्त्रीले बयानतिर जाने भने कस्ता सुशासन हो? हामी नै साबिन लेखा समितिमा देखेका थियौँ, कुनै पनि नियम कानुनलाई नटेकेर रामग्रामको जग्गा 79 वर्षको लागि लिजमा दिएको थियो। जति ठुला 2-3-4वटा बिजनेस ग्रुप क्रिएट गरेर मात्र कताबाट पैसा आउने, गठबन्धन कसरी काम चल्ने, अर्थ मन्त्रालय आफैमा फेल भइसकेको छ। अर्थ मन्त्रालय वित्त मन्त्रालयको रूपमा कन्भर्ट छ। इकोनोमी मिनिस्ट्री नभइकन फाइनान्स मिनिस्ट्री भएछ। त्यसमा जब संसदबाट पास गरेको बजेटमाथि अर्थ मन्त्रालय कब्जा किन गर्ने, त्यो अनुसारको किन रिलिज नगर्ने, त्यसमा फेरि किन रकमान्तर गर्ने? जबसम्म बजेटबाट आधिपत्य अर्थ मन्त्रालयको हट्दैन तबसम्म अर्थ मन्त्रालय राम्रोसित काम गर्न सक्दैन। त्यो अर्थमन्त्री, प्रधानमन्त्री आफ्नै क्षेत्रमा बजेट लग्ने, कुशासनको जरो त्यही छ। किनभने हामी कानुनी व्यवस्था गरौँ कि मन्त्रीहरूले, प्रधानमन्त्रीले आफ्नो बजेटमा केही निर्णय गर्न सक्दैन। किनभने जबसम्म कार्यकारीले बजेटले आफ्नो क्षेत्रमा मुखी रहन्छ यो देशको सर्वाङ्गीण विकास हुन सक्दैन। शिक्षाको क्षेत्रमा मधेस जर्जर अवस्थामा छ। कारण के हो भने पहाडमा 15 जना विद्यार्थीमाथि एउटा शिक्षक छ, मधेसमा 120 जना विद्यार्थीमाथि एउटा शिक्षक छ। यो असमानता किन? के मधेसको नागरिक होइन? जानकारी गराउन चाहन्छु। हस्, धन्यवाद।